राजदरबार हत्याकाण्डको जुन खालको एउटा छानबिन गर्न सकिन भन्ने आरोप लगाइरहनु भएको छ त्यसमा त ज्ञानेन्द्र राजा स्वयं पनि त शासनकालमा हुनुहुन्थ्यो नि उहाँले चाहिँ आफ्नै दाइको चाहिँ हत्यालाई चाहिँ उहाँले चाहिँ किन छानबिन गर्न चाहनु भएन किन उहाँ मौन रहनु भयो त्यो बारेमा चाहिँ राष्ट्रपतिको नेतृत्व गर्न तपाईँले एक्सप्लेन गर्नुहुन्छ के हो रहस्य यस्तो हो अब यो तपाईँले जतिखेर जसले जन्मायो उसले नै फाल्यो भने जस्तो हो कि आखिर त राजा राजा जिम्मेवारी पदमा जिम्मेवारीमा हुँदै गर्दा आखिर चाहिँ गणतन्त्रवादीले नै उहाँले चाहिँ दरबार छोड्न बाध्य बनाएको हो नि होइन भने उहाँ त छोटो कार्यकालमा हुनुहुन्थ्यो तर यो देशमा आज 16-17 वर्षसम्म यो देशमा राज्य सत्ता त उहाँहरूकै हातमा छ नि उहाँहरू त सबैभन्दा बढी त देशमा 3 चोटि 4 चोटि प्रधानमन्त्री केपी ओली 5 पटक प्रधानमन्त्री शेरबहादुर देउवा पनि सक्नुभयो तपाईँको चाहिँ झलनाथ खनाल बन्नुभयो माधव कुमार नेपाल बन्नुभयो केपी ओली बनिराख्नु भएको छ आज यो देशमा जतिसुकै एउटा के खालका घटनाहरू घटेका छन् नि यी सबै गणतन्त्रवादीहरूले यो गणतन्त्रका अलिक प्रधानमन्त्रीहरू जो भएको छन् उनीहरूले पत्ता लगाउने हो उनीहरू सडकमा गएर राजालाई दोष लगाउने अधिकार छैन यदि राजालाई दोष लगाउने अधिकार छ भने उहाँले हत्यारा पत्ता लगाउनु पर्छ छोटो समय भन्नुभयो राजाको हत्याकाण्ड पत्ता लगाउन लागि होइन राजावादीले कति लामो समय चाहियो तपाईँलाई होइन राजावादी कहिले चाहिँ यो सत्तामा बसिराखेका छ तपाईँले हिजो दरबारमा यो राज संस्था हटाउने विषयमा नहटाउने विषयमा पनि आखिर नेपाली जनताबाट निर्णय भएको होइन यो सबै विदेशीबाट भएको होइन यो दलालहरू सबै विदेशबाट सञ्चालित भएको राजावादीहरू त अहिले शक्तिमै छैन नि हामी कहिले प्रधानमन्त्री भएका छौँ तर यो देशमा राज संस्था आयो भने हामी राज दरबार घटनाको विषयमा छानबिन गर्छौँ र पत्ता लगाउँछौँ दोषीलाई त्यति मात्र होइन 17,000मा 5,000 मारे भनेर मैले जिम्मा लिन्छु भनेर प्रचण्ड कमरेडले भनिरहँदाखेरि र उहाँलाई पनि हामीले हत्याराको जसरी कानुनमा लेखेको छ त्यो कानुनको उहाँले भाग्यदार हुनुपर्छ त्यो हामी गरेर सक्छौँ तपाईँले भर्खरै यो देशको राष्ट्रवादी पार्टी भने राप्रपा मात्रै हो भन्नुभयो तपाईँको राप्रपा पार्टीमा नि नैतिकता खडेरी पर्या राष्ट्रिय प्रजातन्त्र पार्टीमा यो देशमा कसैसँग नैतिकता सुन्नु न कसैसँग नैतिकता छ भने तपाईँलाई एउटा प्रश्न सुन्नु न पहिला तपाईँहरू माथि नैतिकताको प्रश्न अहिले जनले उठाइरहेका छन् क्या तपाईँहरू व्यवस्था पनि मान्दैनौ भन्ने सांसद पनि भइराख्ने तपाईँहरू मन्त्री पनि बन्नुभयो प्रदेशतिर सभामुख पनि बनाउनु भयो यस्तो दोहोरो चरित्रले पनि राष्ट्रवाद हुन्छ यो हामीले के भनेको छ यो जुन संविधान बनेको छ यो संविधानलाई आलोचनात्मक रूपमा हामीले स्वीकार गरेर अगाडि बढ्ने जनताको जनमतलाई लिएर संसदबाट आफ्ना विचारलाई स्थापित गर्ने हामीले त्यो अभियानबाट हाम्रो पार्टी अगाडि बढेको छ अर्को कुरा नि तपाईँले राष्ट्रवादका कुरा गर्नुहुन्छ आफूलाई राष्ट्रवादी भन्नुहुन्छ होइन कसैले राजावादी भनिदियो भने पनि हामी त राष्ट्रवादी हौँ भन्नुहुन्छ तपाईँको राष्ट्रवाद अस्तिको त्यो प्रदर्शनमा उदाङ्गो भइदियो भने त तपाईँको भारतका मुख्यमन्त्रीको फोटो राखेर कस्तो राष्ट्रवाद हो तपाईँलाई मैले अघि पनि भने मित्रहरू सुन्नुहोस् न तपाईँले यो त सुन्नु राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको त्यो आयोजना हो तपाईँले थाहा 1 लाख रुपियाँ पनि हामीले अनुशासन ढङ्गबाट तिरौँ नैतिकताको प्रश्न गर्नुहुन्छ भने केपी ओलीलाई गर्नुहोस् तपाईँ नैतिकताको पर्छ अनुशासनको पर्छ कानुनको कुरा गर्नुहुन्छ हामीले कानुन मानेर हिँडेका छौँ नि संविधानलाई किचरी हिँड्ने भनेको कम्युनिस्टहरू 1 लाख रुपियाँ केपी ओलीलाई तिर् भनेको थियो महानगरले तिर्यो तर राष्ट्रिय प्रजातन्त्र पार्टी तपाईँले 1 लाख रुपियाँ तिर्नुपर्छ र महानगरपालिका जब चिठी काट्यो 1 लाख रुपियाँ हामीले नैतिकताको ढङ्गबाट हामीले तिर्यौँ जस्तै तपाईँले अहिले जुन खालको 1 लाख हामीले तिर्यौँ भनेर दाबी गरिरहँदाखेरि तपाईँहरूसँगै हामी राष्ट्रवादी भन्ने एकजना अभियन्ता भनौँ उहाँले के भन्ने दुर्गा प्रसाईजीले तपाईँहरूले चाहिँ त्यो 1 लाख दिएर त्यसको क्रेडिट लिन खोज्यो 3 वर्षदेखि आन्दोलन चर्काउने हामी अहिले लास्टमा आएर चाहिँ उनीहरू क्रेडिट लिनको लागि 1 लाख तिरेर महानगरमा गएर फोटो खिचेर क्रेडिट लिने भनेर प्रश्न उठाउनु भएको छ साथीको मैले कुरा बुझेँ प्रश्न उठाउनु भएको छ यस विषयमा के भन्नु तपाईँले दुईटा कुरा गर्नु भएको छ क्वेशन गर्नुभयो एक त यो विचार बोक्ने भनेको म यो 32 वर्षको उमेरको मान्छे हो म जन्मिने राजावादी कोखबाट जन्मेको मान्छे राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भएकै 32-33 वर्ष भइसक्यो 34 वर्ष भयो यो 34 वर्षको कार्यकालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा राज संस्था हिन्दू राष्ट्र र नेपाली जनताको सार्वभौमसत्ताको मुद्दा बोकेको आज 34 वर्ष पार गर्दासम्म हामीले यो सडकमा राजाका निमित्त राज संस्थाका निमित्त हिन्दू राष्ट्रका निमित्त हामीले पुलिसको लाठी र असुर ग्यास खाएको यो मुद्दाका निमित्त कयौं वर्ष बितिसक्यो त्यतिखेर जन्मिनु यो मुद्दामा जन्मिनु भएको अलिकति जोड्छु सुन्नु न
तपाईँले अहिले भनिरहँदाखेरि तपाईँले 34 सालसम्म यसरी जनमानस के अरे यसरी चाहिँ मानिसहरूले रोडमा ल्याउन नसक्नु, राजाको समर्थनमा ल्याउन नसक्ने हामीले 3 वर्षमा ल्याउँ भनेर उहाँहरूले चाहिँ दाबी गर्नुहुन्छ क्या तपाईँ? के हो सुन्नु न, हामीले रिजल्ट प्राप्त गर्नु पर्यो नि त। अहिले रिजल्ट त प्राप्त गरिरहेका छैन नि त। उहाँको र्यालीमा जाने पनि राप्रपाको मान्छे हो, हेर्नुहोस् तपाईँले मान्नुहोस् राजावादी हिन्दूवादी नै हो है। कुरा बुझ्नु, आखिर त मूल पार्टी भने त मूल पार्टी हो नि होइन। त्यो भएकोले उहाँहरूको कार्यक्रम सहयोग गर्ने नि हामीले हो। त्यस कारणले अब जसले कार्यक्रम गर्छ राजावादीको पक्षमा सबै राजावादी एकजुट भएर जानुपर्छ भन्ने हाम्रो मान्यता छ। जो अघि तपाईँले के अरे 1 लाख रुपियाँ तिर्नुभयो, तपाईँहरूले फोटो खिचाएर त्यसको उ लिनुभयो भन्नुभएको छ नि। महानगरपालिकाले हामीले चिठी काट्छ भने होइन नि, महानगरपालिकाले राप्रपाले चिठी काटेपछि त त्यो त राप्रपाले चिठी काटेर हामीले तिर्नु परेन। तर उहाँ समन्वय गर्न किन महानगरपालिकाले सोध्यो क्वेसन हो तपाईँहरूले? त्यो दिनमा त राप्रपा मात्रै थियो, थुप्रै राजावादीहरू थियो, प्रश्न त्यहाँ गएर गर्ने हो तपाईँहरूले। जस्तो तपाईँहरूले के भन्नुहुन्छ भने बुढा नेताहरू भए यिनीहरूले देश बनाउन सक्दैनन् भन्नुहुन्छ होइन, यिनीहरूले काम गर्न सक्दैनन् भन्नुहुन्छ क्या। अनि ती राजा ज्ञानेन्द्र चाहिँ कति वर्ष भाइ? सुन्नुहोस् न, राजा गएर त्यो घरमा राजा गएर अहिले तपाईँले राजा घरमा गएर कसैको कुलो बनाइदिने, कसैको घर बनाइदिने होइन नि त। राज संस्था भनेको के हो भन्नुहुन्छ भने सुन्नुहोस् तपाईँको क्वेसन तपाईँ सोधिसक्नुभयो। बुझ्नु, राजाले यो देश राष्ट्र बचाउने एउटा त्यो खालको भूमिका निर्माण गर्ने, देश विकासमा एउटा नीति निर्माण गर्ने हो। तपाईँले अहिले कयौँ चाहिँ गणतन्त्रवादीहरूले नेपालमा हिजो विदेशबाट मजदुरहरू नेपालमा ल्याए। आज नेपालको उद्योग धन्दा बेचिएर 20,000 को चाहिँ तलबमा आज नेपाली युवाहरू दिनमा 3,000 युवाहरू आज विदेश पलायन भएका छन्। जहाँ आफ्नो आमा बुबा बितेको बेला पनि उहाँहरूले चाहिँ काँचकिरा बस्न के अरे के भन्छ त्यो प्रावधान गर्न नपाउने समय आएको छ। र भोलि यी राज संस्था पुरस्कृत भयो भने यी भ्रष्टहरूले गरेको जुन किसिमको चाहिँ भ्रष्टाचारको जुन पैसा छ यसलाई चाहिँ हामीले छानबिन गरेर सरकारले गर्नुपर्ने हो। जहाँ उद्योग धन्दा प्राइवेटीकरण भएको निजीकरण भएका छन् अहिले त्यसलाई सरकारीको राज्यको ठाउँमा लिएर देशको आमूल विकास र रोजगारका निमित्त त्यो अभियान सुरु गर्ने हो। राजाले एउटा नीति बनाउने हो। तपाईँले अहिले बालेन शाह गएर कहीँ बालेन शाह तपाईँहरू पनि पत्रकार भन्नुहुन्छ नि, ओहो बालेन शाह खतरा राम्रो नीति बनाउनु, उहाँले शिक्षामा नीति बनाउनु भएको छ, अर्को थुप्रै ठाउँमा नीति बनाउनु भएको छ नि त। उहाँले नीति बनाउने हो, माथि बसेर नीति अभिभावकत्व निर्माण गर्ने हो। तपाईँको आन्दोलनमा राष्ट्र संस्था पुनर्स्थापनाको एजेन्डा अहिले चोरको रूपमा तपाईँले उठाइरहनु भएको छ। फर्काएर तपाईँले त फेरि दाबी गर्नुभयो कि हामी यो 81 सालभित्रै राजालाई राजगद्दीमा बसाल्छौँ भन्नुभयो त। तर तपाईँहरूको नि आन्दोलनमा सरस्वती के देखियो भने राजाको नजिक को बन्ने भन्ने होडबाजीमा तपाईँहरूको आन्दोलन चाहिँ उत्तर भयो होइन। यो तपाईँले भनेको क्वेसन चाहिँ बाहिर चाहिँ मिडियाले त मैले भन्छु नि, मिडियाकर्मी साथीहरूले अब समाचार लेखिएपछि आम जनताको माइन्ड त्यतातिर गइराखेको छ, त्यो तपाईँले बुझ्नु भएको छ। तर मलाई लाग्छ यो 10 वर्षभित्र 17,000 मान्छे मारेर ल्याएको व्यवस्था हो नि त यो। तर हामीले मान्छे मार्ने, काट्ने, बन्दुक पड्काउने, बम पड्काउने, मान्छेलाई त्रसित गर्ने तरिकाले हामीले त्यो गर्न खोजिरहेका छैनौँ। शान्तिपूर्ण ढङ्गबाट देशमा राजालाई स्थापित गर्न, पुनर्स्थापित गर्नका लागि हामी हिँडेका छौँ। यो मुद्दालाई स्थापित गर्न सबै एउटा चाहिँ अभिभावकत्व निर्माण गरेर र सबै राजावादीहरू हिन्दूवादीलाई एक ठाउँमा लिएर हामीले त्यो अभियानमा जुटेका छौँ र त्यसमा हामी सफलता प्राप्त गर्छौँ। हामी 2082 साल लागेको पैसा गर्दैन। तपाईँ जस्तो व्यक्ति जो गणतन्त्रवादीको विरोध गर्नुहुन्छ, तपाईँ जति पनि हुनुहुन्छ, तपाईँले एउटै प्रश्न, गणतन्त्रको तल भत्ता खाएर जुन तपाईँहरू अहिले यो व्यवस्थामा हुनुहुन्छ तर गणतन्त्रकै एउटा विरोध गरिरहनु भएको छ, यो त गणतन्त्रको छातीमा एउटा टाउकोमा हालेर प्रवृत्ति गरेर विरोध गर्नु छ भने गणतन्त्रको तल भत्ता किन हाल्नुहुन्छ? नैतिकता रूपमा दिन्छ तपाईँले जे क्वेसन गर्नुभयो अघि कागटिगरका हान्ने भन्नुभयो नि, माओवादीले पनि हिजोको त्यो समयमा पनि ढाडमा टेकेर टाउकोमा हाने हो। हामीले यो व्यवस्था परिवर्तन गर्नका लागि ढाडमा टेकेर टाउकोमा हाने। तल भत्ता राज्यले मलाई तिरेको छैन। राज्यलाई मैले कुनै कर तिरेको छैन। नेपाली जनताले कर तिरेको छैन। राज्यले नेपाली जनताको कर तिरेको छ नि त। हिजो पञ्चायतको कालमा पनि त यो शेरबहादुर देउवा देशका बिपीको बेला प्रधानमन्त्री त्यो शेरबहादुर प्रधानमन्त्री हुनुहुन्थ्यो, तपाईँलाई थाहा छ नि। तपाईँले सबै मन्त्रीहरू मण्डल पनि देख्नुभयो।
होइन त्यस कारणले सुन्नु यो के भन्छ ठ्याक्कै भनिदिनुहोस् न गणतन्त्रको तलबाट खाने गणतन्त्र विरोध गर्ने नैतिकताले दिन्छ भने क्या यो सुन्नु न गणतन्त्र नेपाली जनता हामीले पनि कर तिरेको छौँ राज्यको आर्थिक समृद्धिका लागि राज्यको यो जुन किसिमको आर्थिक ढुकुटी छ यसमा हाम्रो ठुलो योगदान छ हामीले गणतन्त्र खाने भनेको प्रचण्डको खेत बेचेर ल्याएको रकम हो यो केपीओलीको चाहिँ खेत त्यो जग्गा बेचेर ल्याएको रकम होइन नि राज्य सञ्चालनका निमित्त जसरी नेपाली जनता यो भूमिमा जन्मिँदा बित्तिकै उसको अधिकार हुन्छ कि यो राज्यबाट प्राप्त गर्ने अवसरहरू तर हामीले के भन्यो तपाईँले पाउने अहिले पाइरहेका अवसरलाई वञ्चित गर्नुपर्छ भने होइन तर नेपालमा जुन प्रकारले यो व्यवस्था चलिराखेको छ नि लुटतन्त्र व्यवस्था यो व्यवस्था चाहिँ हामीले यो व्यवस्थाबाट चाहिँ आम नागरिकका चाहिँ आवश्यकता परिपूर्ति हुँदैनन् आर्थिक स्थितिको चाहिँ हिजो परिवर्तन हुँदैन माथि उठ्दैन भनेर हामीले भनेका छौँ नि सर मेरो अन्तिम क्वेसन है तपाईँलाई जस्तै तपाईँले अघि भन्नुभयो होइन अब राजा ल्याउनु पर्छ त भन्नुभयो तपाईँले भन्नुभयो फेरि राजा आइसकेपछि राजाले ऐन नियम कानुन उहाँले बनाउनुहुन्छ र देशमा विकासको लहर छाउँछ भन्नुभयो तर तपाईँकै सांसद ज्ञानेन्द्र शाहीले सदनमा बसेर हामीले राजतन्त्र चाहेका होइनौँ राज संस्था चाहिएको हो जस्तो आज राष्ट्रपतिको ठाउँमा राजा राख्ने हो भनेपछि शासन त दलगत रूपमा गर्ने भयो त्यो दलगतले गरेको उसमा राजाले शासन र कानुन चाहिँ कसरी बनाउँछ मैले तपाईँको कुरा बुझिसकेको छु तपाईँले राम्रो प्रश्न उठाउनु भएको छ हामीले अहिले पनि निरङ्कुश राजतन्त्र अहिले पनि राजाको अधीनमा सबै थोक राजाको अधीनमा म एउटा चाहिँ 32 वर्षको युवा कालीकोटमा जन्मिएको यो देशको प्रधानमन्त्री हुन्छु यो देशको सांसद हुन्छु यो देशको एउटा गाउँपालिकाको अध्यक्ष हुन्छु जनताको सेवा गर्छु भनेर हिँडेको मान्छे अनि तपाईहरुले कतिपय अहिले कालीकोटका मान्छेहरु दूध दराजका मान्छेहरुलाई माओवादीले भ्रम छड्याएको छ के तपाईहरुले बुझ्नु भएको छ राजा भनेको एउटै मान्छेले गर्ने हो अरूले शासन गर्न पाइदैन तपाईले राजाको ठाउँमा के रे राष्ट्रपतिको ठाउँमा एउटा राज संस्था त्यहाँ किनभने अहिले तपाईले जतिवटा राष्ट्रपति बने तपाईले हेर्नु भएको छ विद्यादेवी राष्ट्रपति हुने बेला शेरबहादुर देउवाले ल्याएको अध्यादेश 4-5 महिनासम्म रोकेको तपाईलाई थाहा छैन र केपी ओली प्रधानमन्त्री भएको बेला उहाँले 5 मिनेटमा उहाँले त्यो चाहिँ विधेयक के गर्नुभयो पास गर्नुभयो यो राष्ट्रपति सुन्नु म भन्छु राष्ट्रपतिले तपाईले यो अहिलेको संसद जो छ नि यो संसदमा प्रचण्ड पहिलो प्रधानमन्त्री होइन पहिलो प्रधानमन्त्री हुँदा बित्तिकै उहाँ भारत भ्रमण जानुभयो त्यतिखेर राष्ट्रपति अहिले आजसम्म रोकिएको नागरिकता विधेयक जहाँ पास गरेर बस मार्गको टिकट जहाँ दशैंमा टिकट वितरण गर्ने गरेर विदेशीहरूलाई नागरिकता वितरण गर्ने विधेयक पास गरेर राष्ट्रपतिले प्रचण्डले त्यो नासो लिएर विदेशका दिल्ली गएको होइन न त्यो माने मैले त्यो यति चाहिँ कुरा जनतालाई आज क्लियर गरिदिनुस् तपाईको राप्रपाले चाहिएको राजा राज संस्था हो अथवा प्रत्यक्ष शासन गर्ने राजा चाहिएको हो शासन तपाईले गर्ने मैले गर्ने जनताको छोराछोरीले गर्ने राष्ट्रपतिको ठाउँमा विदेशी शक्तिबाट चाहिँ जसरी नेपाललाई हस्तक्षेप गर्न खोजिराखेको छ त्यसलाई बचाउनको निमित्त नेपाली जनताको सार्वभौमसत्ता राष्ट्रिय स्वतन्त्र अखण्डता जिते छ सबै देशलाई एकीकृत गरेर राख्नका निमित्त अभिभावक पार्टीभन्दा माथि उठेको संस्थालाई राख्ने तर यो देशका कार्यकारी दलगत शासन हुन्छ नि त अहिले जसरी बहुदलीय छ त्यही हुने पछि गएर तपाईँ राजा राख्नुहुन्छ अहिलेका एमाले काङ्ग्रेस माओवादी भनौँ तपाईँहरूको राजावादी पार्टीहरू गएर फेरि 2040 सालमा दलीय राजनीति अन्त्य हुँदैन राजा राष्ट्रपति ठाउँमा राजा दलीय राजनीति चाहिँ अन्त्य हुन्छ भने किन चाहियो राजा भन्ने जनताका छोराहरू जनताबाट निर्वाचित हुने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने र राष्ट्रपति ठाउँमा राजा हुने संहिता खारेज गरेर स्थानीय स्वायत्त शासन बलियो बनाउने गर्ने धर्मनिरपेक्षता खारेज गरेर तपाईको
सनातन धर्म हिन्दू राष्ट्र पुनर्स्थापित गर्ने भनेर अभियान छ त यो मुद्दा त तपाईलाई सबैले छर्लङ्ग अन्तिम प्रश्न निराजनजी अन्तिम प्रश्न है मेरो जस्तो अब तपाईँले नि भन्नुभयो राजा चाहिँ अभिभावकीय संस्था हुन्छ भनेर तपाईँको पार्टीले भनिरहेको छ सांसद प्रवक्ता सचेतक ज्ञानेन्द्र साईले त्यही भनिराख्नु भएको छ राष्ट्रपतिको ठाउँमा राजा टप्लक्क राख्ने भन्ने गर्नुहुन्छ फेरि यही व्यवस्था हुनाले यही नेताहरू निर्वाचित हुने यही दलहरू अगाडि बढ्ने होला अनि सेरेमनियल संवैधानिक हैसियत भएको राजाले अभिभावकीय जिम्मेवारी भइसकेको राजाले के नीति कार्यक्रम ल्याउनुहुन्छ तपाईँले भने जस्तो यो ल्याउनुहुन्छ फेरि आफै सेरेमनियल भन्नुहुन्छ फेरि कार्यकारी अधिकार पाएको जस्तो राजाले यो ल्याउनुहुन्छ यो गर्नुहुन्छ भन्नुहुन्छ यो त विरोधाभास भएन किनभने यही दलहरू प्रधानमन्त्री हुने हो यही दलका नेताहरू अथवा सर्वोच्च नेताहरू भन्नाले नेतृत्वहरू प्रधानमन्त्री हुने उनीहरूले दलहरूले कार्यक्रम ल्याउला घोषणा पत्र ल्याउला त्यो अनुसार लागू होला अब अभिभावक सरकारले फेरि रोक्न पनि नमिल्ला लामछाम लाउनु पर्ला अनि राष्ट्रपति राजा ल्याउँदैमा के तात्विक भिन्नता पाउँछ नेपाली जनताहरूमा के समृद्धि आउँछ देश विकासमा के समृद्धि आउँछ प्रश्न पार्नु तपाईँले क्वेसन 3वटा सोध्नु हो पहिला सर्वप्रथम त सुन्नुस् राजा त्यो अहिले राजाले कति अधिकार प्राप्त गर्ने के गर्ने भन्ने कुरामा तपाईँ हामीसँग अहिले विषयवस्तु बनाएको छैन तर राष्ट्रपतिको ठाउँमा अभिभावकको रूपमा राजसंस्था हामीले भनेका छौँ त्यसले के अधिकार प्राप्त गर्ने भन्ने कुरा भोलि होला जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जो भए पनि केपी ओली होस् तपाईँ होस् म होस् जो होस् हाम्रो पार्टीका जोसुकै नेता होस् न नेपाली जनताको छोरो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जो हुन्छ त्यो जसलाई पनि स्वीकार गर्ने हाम्रो मुद्दा हो एजेन्डा र त्यसमा कुरा क्लियर छ तर जब राजाको कुरा आउँछ राज संस्थाले राष्ट्रपतिले जुन भूमिका निर्माण गर्न सक्नु भएको छैन नि अहिले हिजो राजाको पालामा भएको तपाईँले देख्नु भएको छ नि देश कुनै बेला तपाईँले अहिले अमेरिका बेलायत हिजो राजाको भ्रमणका ती भिडियोहरू हेर्नुहोस् न कति सम्मानजनक छ तपाईँले हाम्रो प्रधानमन्त्री दिल्ली जानुभयो त्यो के अरे हाम्रो यहाँ हुन्छ नि त्यो सेलिब्रिटी कुन कस्तो के कपडा अर्कै कपडा लगाएको मान्छेहरू स्वागत गर्यो नि तपाईँलाई थाहा छ नि 1300 लिङ्गीले स्वागत गर्यो त्यहाँ भारतमा हाम्रो प्रधानमन्त्री भने त्यो धेरै कुराहरू तपाईँ हामीसँग देशको प्रधानमन्त्रीसँग आफ्नो अस्मिता जोडिएको छ देशको अस्मिता जोडिएको छ भने देशको प्रधानमन्त्रीलाई पनि अन्तर्राष्ट्रिय स्तरमा एक प्रकारको अपीलित हुन्छ भने त्यो तपाईँको पनि अपीलित भएको नेपाली जनताको अपीलित भएको नेपाली मातालाई अपीलित भएको भने अब त्यो नेपाली जनताको स्वाधीनतालाई सार्वभौम सत्तालाई र त्यो किसिमको प्रतिष्ठालाई स्थापित गर्नका निमित्त यो देशमा राज संस्था अभियान छ तर प्रधानमन्त्री कार्यकारी प्रधानमन्त्री हुने हो कि तपाईँ हुने म हुने सबै